म चाहिँ यता मङ्गलसिंह पोखरबाट निस्किरहेको छु। घर जानलाई गाडी खोजिरहेको, गाडी भेटेपछि गाडीमा जान्छु, नत्र भिडियो बनाउँदै जाने भनेको के पो हुन्छ। उता पारी हाम्रो गाउँ तिमीले छैन महिला यिनीहरू गयो भने 4 बजिसक्यो, 5 बजीसम्म हुँदैन पैजान्छ त के हरौँ गाडी भेटेला कि नै भन्दै सोच्दै जानुपर्ने अवस्था। म चाहिँ यहाँ 10 मिनट जति पुगिसकेँ, गाडी भेटेन। अब लाग्यो त मङ्गल म गइरहेको छु। यो चाहिँ खुल्लेतोला डाँडा हो। यता पारेको चाहिँ यो ओली गाउँ यता हो, मङ्गलसिंहकै ओली गाउँ। अनि यता तिमीलसेन, यता कालिका, यता पर चाहिँ ऊ के अरे धर्ना। म 4 बजे 4:15 भयो ठ्याक्कै म हिँडेँ। गाडी आएन, गाडीलाई कुर्नु त छैन, हिँड्नु पऱ्यो, जानु पऱ्यो। पहिला हिँडेरै जान्थेँ म आधी घन्टा, कहिले 45 मिनटमा पनि घरबाट पुग्थेँ कि। 6 बजी ड्युटी सकिन्थ्यो, नाइट ड्युटी, त्यो इभिनिङ ड्युटी, अनि म पुगिहाल्थेँ। अँध्यारोमा पनि कुदेर, तर धेरै पछि हिँडेर गइरहेको छु क्या एकचोटि चाहिँ। मैले यता बुढाबाडा भनेर पुगेको छ। पहिला यो बाटो कस्तो चिप्लो थियो नि, हिँड्नै नसक्ने। अहिले पुरै सिडी बनाएर पछि एउटा गाउँ आउँछ टाटके गाउँ, टाटके भन्ने गाउँ आउँछ। त्यसपछि हाम्रो स्कुल आउँछ, पुरानो स्कुल। तर यस्तो ओह्रालोमा हिँड्न अप्ठ्यारो, सिडी पुगेला यो टाटके हो। मलाई फोहोर लाग्थ्यो गाउँ पनि। बाटो वरिपरि पुरै फोहोर गरेर हुन्थ्यो पहिला। फिटिक हिँड्नु पानी परेर चाहिँ झन् घिन लाग्थ्यो हिँड्न। यहाँतिर त गाउँ कतै ठुलो भइसक्यो, हाम्रोतिर भर्खर लगाएर आएको। जाजू त लगा गए।
पानीको कस्तो व्यवस्था गरेर रहेछ नि। कति राम्रो लगाएको तरकारी। सुध्रिसक्यो रहेछ त गाउँ। पानी बगेर रहेछ त्यो बाटोमा। चिप्लो चिप्लो छ, म लोटे जस्तो भयो। के राम्रो हो, सबै व्यवस्था गरिदिएर रहेछन् पानीको। तर म घर पुग्दामा ढिलो भइसक्यो जस्तो लागिसक्यो, घाम जान लागिसक्यो। म चाहिँ हाम्रो स्कुल पुगेँ। म 10 कक्षासम्म पढेको यता स्कुल। स्कुल भयो तर बच्चा बच्ची बोली जाने अनि भिडियो बनाउँदा क्या बोल्नु। हाम्रो स्कुल तारा पहिला चाहिँ तारा खान्छ कि पानी। यता पारियो चाहिँ उली गाउँ पानातोली तिनीहरू भएको। म चाहिँ मङ्गलसुनमा छु अहिलेसम्म। अझै भन्नु छुइनँ भने चाहिँ लास्टमा कैलाश खोला पुगिन्छ आफ्नो घर। यो बाटोहरू चाहिँ अब धेरै भन्दा नि हामी मङ्गलसिंह पढ्ने राधामाई पढ्ने विद्यार्थीहरूलाई थाहा हुन्छ क्या उसले कहाँनिर के छ कहाँनिर के थियो सब याद छ क्या यताको। अब यही चाहिँ बाघाबाटा, अब यो सुरु भयो बाघाबाटा भनेर। स्कुललाई पनि बाघाबाटा भन्छन् तर श्री राधा माध्यमिक विद्यालय बोगटी गाउँ छाम। अझै पनि के गाडी नआउला जस्तो छ क्या। बाइक मात्रै आउँछ, जीवहरू आइराखेन। म हिँड्छु अब त थोरै यहाँ हो। हामी यो स्कुलबाट त घर गइजान्थ्यो। आज तर घाम गइगयो कैलाश खोलामा, म ढिलै पुगिहाल्छु। इट्स टु लेट। आज बजारबाटै ढिलो आयो कि खासमा। बजारबाट ढिलो आएँ त्यहाँबाट, त्यही भएर नत्र अस्तिको जस्तो भएर ठिक्क हुन्छ। यो चाहिँ नानो पिपल। यहाँनिर चल्थ्यो त बन्द भइसक्यो रहेछ अहिले। नानो पिपल यहाँ पनि बस्ने हो क्या हाम्रो। म के खाना घर गइरहेको छु थाहा छैन। को थाहा पायो भने यहाँनिर गयो भने थाहा पायो भने किन गइसकेँ नजाने हो भने। म चाहिँ यता बजार यहाँ धाराभन्दा तलतिर पुगिसकेँ है। बाटो सफा गरेर रहेछ आजभोलि काटेर त।
तर विद्यार्थी त हिँड्दा हुन्थ्यो हिँड्ने जस्तो बाटो नै यहाँनिर त ठिकै छ मासतिर चाहिँ हाम्रो गाउँको विद्यार्थी त यहीँ आउँदा हुन्छ म चाहिँ अलि डरलाग्दो ठाउँमा छु यहाँ चाहिँ हामी स्कुल पढ्दाखेरि एउटा देवु नामको लागि मान्छे बित्यो हाम्रो यता साइडतिर अनि यति डर लाग्थ्यो बच्चामा हो तर मलाई अहिले पनि डर लागिरहेको छ किन डराउने पहिला एक्लै हिँड्दो थिएँ यता वरिपरि आँखा हुन्थ्यो अनि अम्ला हामी खानालाई कस्तो गर्थ्यौँ कि तर बाटो चाहिँ सफा गरेर रहेछ त उतातिर हुन् कि एउटा हामीभन्दा सिनियर मालिदी ठुल्दीसँग पढ्नेहरू हुन् अनि के भएर झुन्डिएर बित्यो हामी स्कुल चिसो महिना थियो कि स्कुल गइरहेको थियौँ अनि हामी यहाँ पुग्दासम्म पनि थाहा नै यस्तो कुहिरो लागेर कस्तो थियो झपक्कै पुरै अनि हामी यहाँबाट स्कुल गएपछि थाहा पायौँ कि यो मान्छे यहाँनिर के थाहै पाउन स्कुल गएर थाहा पायौँ कि मान्छे बितेरै यहीँ रहेछ मान्छे बित्या मान्छे पनि यहीँ रहेछ अनि त्यसलाई चाहिँ मङ्गलसिंह लिने भनेर हाम्रो सरहरूकै अब सब आफन्तीहरूकै थियो कि तिनीहरू सरहरू सब यहाँ आउनुभयो अनि हाम्रो स्कुल चाहिँ शोक दिवस मनाउँछ नि त विद्यार्थी भएपछि शोक दिवस मनाउनलाई बिदा दियो क्या अनि थाहा पाएँ त्यसपछि सबलाई डराउँथ्यो सबलाई भूत लाग्ने देव लाग्ने भनेर खत्रै दुःख दिए अब मान्छे डराएर हो कि साँच्चीकै लाग्छ त्यो थाहा भएन तर डर चाहिँ लाग्छ मलाई पनि म चाहिँ ट्युसन पढ्न आउँथेँ 6 बजीबाट ट्युसन भयो त 5 बजी हिँडिहाल्नु पऱ्यो घरबाट 4:30 5 बजी 4:30 बजी पनि हिँडिहाल्छ कहिले अनि 6 बजी ड्युटी छोप्नु मङ्गलसिंहमा त 4 बजी हिँड्नु पर्थ्यो एक्लै पनि हिँडिहाल्थ्यो एक्लै मर्निङ ड्युटीमा परेको थिएँ त्यही भएर धेरै जस्तो म मङ्गलसिंह बस्थेँ कि बाटो अप्ठ्यारो भनेर उकालोमा त 2 घन्टा लागिहाल्छ नि त मङ्गलसिंह जान ओह्रालोमा मात्रै बरु 1.5 घन्टामा पुगिन्छ म चाहिँ अब 15-20 मिनटमा सिधै कैलाश खोला पुग्छु यता चाहिँ ग्राउन्ड क्रिकेट ग्राउन्ड यता छ एउटा ठ्याक्कै नाम बिर्सेँ क्या कस्तो बिर्ता मोड क्रिकेट ग्राउन्ड हो क्या यहाँनिर छ एउटा क्रिकेट ग्राउन्ड छ यो चाहिँ अलि धेरै पछि बन्यो पहिला हामी यता पारीको भ्यू कति राम्रो देखियो नि कति राम्रो देखियो क्या हाम्रो जङ्गल हो क्या यतातिर पुरै घाँस तर लिन त्यही हो जङ्गलमा म एउटा गएको छैन भाइ खेततिर म यहाँबाट हाम्रो खेतहरू देखाउँछु पुरै बाँझो भएको कैलाश खोला हाम्रो गाउँ कैलाश खोला त्यस्तो
राम्रो बाह्रिन्छ हाम्रो खेत घाँस उम्रेर सुक्या रहेछ यतातिरको यो पुरै यो माथिदेखि टपदेखि तलसम्म हाम्रो खेत हो पुरै बाँझो बाह्रै देखिँदो यहाँ कैलाश खोला हाम्रो घर यो चाहिँ हाम्रो घर यो हाम्रो घर यो बाजे घर यो मिस्त्री बुवा घरहरू अनि यो आन्टीको घर यो जेठा बुवा घर यहाँबाट आयो यो स्कुल यहाँनिर अनि यो हिमाको घर अनि यता झप्टा दाइको घर यता कपितोको घर यो मन्दाहरूको घर अनि उता आयो दिब्राका घरहरू त खासै चिन्दैन म अनि यो भयो यो ठाउँ लास्टै आनन्दको ठाउँ हो जङ्गल रहेछ क्या देखिँदैन त यता राजीमोटेला यो पुरै खेतहरू राजीमोटेला यता अनि यो चाहिँ झुलुङ्गे पुल तल्लो पुल झुलुङ्गे पुल हो पहिला बजार त्यहीँ थियो कैलाश खोलाको अहिले चाहिँ माथि सरे के को बजार हुनु 2-4वटा पसल होला या मम्मी ल हाम्रो पसल यहाँनिर थियो यो घट्ट भइको यो नाली भइको यहाँनिर हाम्रो भिड भइको यो कैलाश रिसोर्ट भइको यताको जुनतारा कटेज यो जुनतारा कटेज भइको यो ढोड भइको यस्तै छ म पुगेँ अब म केही फोटोहरू खिच्न पर्यो भिडियो बनाउनु पर्यो फोटो खिच्नु पर्यो भिडियो स्टक गर्नु पर्यो बाटो त जङ्गल भएर रहेछ नि यता तर म कति पछि धेरै पछि हिँडेँ जस्तो लाग्यो त धेरै पछि हिँडेँ सायद खुट्टा अहिले फर्किसक्यो यता म चाहिँ सुन्न लाग्यो चाहिँ थोरै लागिसक्यो अहिले त खुट्टा थाकिसक्यो यो बाटो हेर्नु विद्यार्थी जाने बाटो हो यो यस्तो घाँसहरू दिएर भने म अचम्मै लाग्छ अघिल्लोचोटि जाँदाखेरि पनि अचम्मै परेको थियो तर यो बाटो चाहिँ चिप्लो हुन्छ म कतिचोटि लोटेको छु यो बाटोमा पानी परेको बेला त झन् फेरि अहिलेको हामीलाई जुत्ता कहाँ किनिदिन्थ्यो जुत्ता किनिदिन्थेन किनिदिन्थेन अन्त पनि हामी लाउँदैनौँ थियो जुत्ता त यहाँबाट यही बाटो धेरै शीत पर्छ क्या बिहानतिर झन् पर्छ नि चिप्लेर हैरान हुन्थ्यो तर जे होस् अहिलेसम्म एउटा गाडी आएन म कुरेको मलाई कुरै हुन्थ्यो नि फुपूलाई थाहा नदिएर आइरहेको म फुपू हुनुहुन्थेन घर तर प्लास्टिक थैलाई यसलाई चाहिँ पहिला यहाँ बाधीहरू बस्थ्यो कि यता हामी जहिले पनि बाधीको छाना हान्थ्यो कि यसलाई यता चाहिँ किसान के अरे कृषि फर्महरू हुन् कि गायत्री कृषि फर्म हाम्रो घाट भएको छ पर्दैन यही हो यतै हो चाहिँदैन मलाई यत्रो हिँडेर चाहिँ जानु हुने अरे कन्स यो चाहिँ हाम्रो डम्म मासतिर